आज मैले तपाईहरुको लागि चाहिँ एकदमै इन्फर्मेटिभ भिडियो लिएर आएको छु र म एउटा घरमा चाहिँ रङ गर्दै जाने क्रममा चाहिँ यो माटोको भाँडा भेटे। यसलाई हजुरहरु के भन्नुहुन्छ? घ्याम्पा भन्थ्यौं हामी चाहिँ। र यो चाहिँ हामी कतिपयले चाहिँ झार बनाउनको लागि प्रयोग गर्नुहुन्थ्यो र कतिपयले चाहिँ यसलाई पानी खानुको रूपमा चाहिँ प्रयोग गर्दै आउनु भएको थियो। अब यो अहिलेको समयमा आएर चाहिँ यो काम नलाग्ने भएको कारणले मैले जहाँनिर काम गरिरहेको छु यतातिर चाहिँ मौरीहरू फाटाफुट्टा उडिरहेको हुनाले चाहिँ आइहाल्छ कि भन्ने आशले चाहिँ मैले बिना फेरामेन यतिकै चाहिँ यो माटोको भाँडालाई मात्रै चाहिँ यसरी गुमुक्क अँध्यारो बनाएर मजाले भित्र सफा बनाएर चाहिँ थापिदिने विचार गरेँ। र यसमा मौरी आउँछ आउँदैन यो कुरा चाहिँ मैले पनि आफूले जान्न र तपाईहरुलाई पनि देखाउनको लागि चाहिँ मैले यो भाँडालाई चाहिँ रेडी बनाएर राख्न लागेको छु। र फाइनली मैले भित्रपट्टि चाहिँ सरसफाइ गरेँ। मैले सधैँ नै भन्दै आइरहेको छु कि एपिसेरेनाको लागि चाहिँ यदि हजुरहरूले घार बनाउँदै हुनुहुन्छ, पासो बनाउँदै हुनुहुन्छ, ट्र्यापर बनाउँदै हुनुहुन्छ भने चाहिँ भित्रपट्टि सफा हुनु पर्यो र अँध्यारो हुनुपर्ने हुन्छ। मैले यी दुईटा कुराहरू चाहिँ सधैँ सम्झाउँदै आइरहेको छु र मैले चाहिँ यो दुईटा कुराहरूलाई नै ध्यानमा राख्दै फाइनली बनाइ पनि सकेको छु। अब यसलाई चाहिँ म यो यहाँनिर चाहिँ राख्नको लागि चाहिँ मैले विचार गरेको छु र यसमा राख्यो भने चाहिँ फाइदा के छन् भनेर चाहिँ म अहिले एकछिन भन्छु। र यो चाहिँ पान ढलान माथिको टपमा चाहिँ राखिने भएको कारणले यहाँनिर चाहिँ जोगेर जानुपर्ने हुन्छ। यहाँबाट खस्यो भने फेरि कहाँ पुगिन्छ, त्यसैले चाहिँ जोगेर चाहिँ हामीले यसरी राख्नुपर्ने हुन्छ र यसलाई चाहिँ चट्ट यतापट्टि फर्काएर राखिन्छ। अनि यसको चाहिँ चारैपट्टि चाहिँ हामी इँटाहरूले चाहिँ अराउनु पर्ने हुन्छ, नत्र भने फेरि हावाहुरीले चाहिँ झारिदियो भने फेरि मैले भनिहालेँ अलि अग्लोमा चाहिँ छ। अग्लोमा भइसकेपछि हावाहुरी पनि चल्छ, तपाईहरुलाई थाहा नै छ। त्यसैले चाहिँ हामीले यसरी चट्ट चाहिँ थिचेर राख्यौँ र यहाँबाट चाहिँ हामीले यसरी घारको मुख पनि बनाइदिएका छौँ एउटा मात्रै। अनि यसरी हेर्दा चाहिँ मुनिपट्टि यसरी चाहिँ अग्लो छ र मौरीहरू आयो भने चाहिँ यतापट्टिबाट आउने हो चट्ट लाएर चाहिँ। र यताबाट आएर चाहिँ यताबाट घुम्दै घुम्दै आएर यहाँनिर चाहिँ ट्याक्क हेऱ्यो भने चाहिँ मौरीहरू कन्फर्म हुन्छ। र फाइनली हामीले चाहिँ मौरी राख्ने ठाउँ सेट गरिसक्यौँ। अब चाहिँ म तपाईहरुलाई यहाँ वरिपरिको दृश्यहरू पनि देखाउँछु कस्तोमा चाहिँ मौरीलाई थाप्नुपर्छ भनेर। र यसरी चाहिँ जस्ताको छानामुनि चाहिँ मैले राखेको छु। र यदि तपाईहरु मौरी ट्र्याप बनाउँदै हुनुहुन्छ भने त्यस्तो मुनि चाहिँ राख्नुपर्ने हुन्छ। र यहाँ म बसेको ठाउँतिर त यसरी सर्छ यो साँखु बजार हो। र यदि हजुरहरूको गाउँघर छ भने त झनै धेरै मौरी आउँछन्। र म बसेको ठाउँ त यस्तो चाहिँ सर्छ उता हुँदै जङ्गल छन्, त्यतैबाट मौरीहरू आउने हो हुर्केर। र कतिपय त यहाँ साँखुमै पनि घरको धुरीतिर कुनाकानी चेपचापतिर चाहिँ मौरीहरू बसेर हुर्केका पनि छन्। र यसरी चाहिँ मैले ट्याक्क राखेको छु। हजुरहरूले पनि यसरी नै मौरी ट्र्यापरहरू बनाएर काठको अथवा जेसुकैको बनाएर राख्दै हुन्छ भने बनाएर राख्नुहोस्। र यो मैले बनाएर राखेको जुन माटोको भाँडामा चाहिँ मौरी आउँछन् आउँदैनन् भनेर हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानललाई सब्स्क्राइब एवं लाइक गरेर चाहिँ राख्नुहोस्। म पछि चाहिँ यसको फुल भिडियो डिटेलमा मौरी आउँछ आउँदैन भनेर देखाउने भिडियो लिएर आउने बाचा गर्दै आजलाई यति नै। लभ यु अल गाइज।